त आजको बर्थडे गर्लको त अलिकति नखरा त देखाउनै पर्यो। मलाई डेकोरेसन गर्नलाई चाहिँ माताजीहरू आउनु भएको रहेछ, त्यही भएर मैले त्यति धेरै दुःख चाहिँ दिइनँ। ड्रेसहरू लाउँदैसम्म त केही गरेन, तर तिलक लाउने बेलामा चाहिँ हल्का एक्स्ट्रा फन एक्टिभिटिज चाहिँ हुनपर्छ भनेर चाहिँ मैले अलिकति चाहिँ नखरा देखाएको है। मेरो फोकस चाहिँ मेरो फुलमा थियो, अनि झ्याप्प माला लगाइदिनु भएछ मैले थाहा चाहिँ नपाएको। केक कटिङको टाइम हुन लाग्थ्यो, त्यही भएर माने। नभए तिलक लाउनलाई त मैले कम्तीमा 2 घन्टा अझै दुःख दिन्छु भन्ने सोचिरहेको थिएँ कि मैले कति दुःख दिएँ, त्यही पनि उहाँहरूले यस्तो माया गर्नुभयो। सो आई स्टार्टेड कोअपरेटिङ। केक काट्ने कुरा थियो अनि उहाँहरूले के गर्नुभएको थियो, आई हेभ नो आइडिया। मेरो केक छिटो ल्याउन कस्तो हो र, आरती सकेपछि केक आउँछ होला भनेर मैले उता ध्यान नदिएर आफ्नो फुडमा फोकस गरेँ। अब त सकियो होइन र, केक कस्तो छ भनेर आई वाज सो एक्साइटेड एन्ड फाइनली द केक केम। इट वाज सो ब्युटिफुल, आई लभ इट। यस्तो दामी थियो, टेस्ट त झन् यस्तो बबाल थियो। वाओ, आई लभ इट। अहिले दिनभरि खाएको खाइ थिएँ, त्यही भएर मैले धेरै खान नसकेर थोरै मात्रै टेस्ट गरेँ। थ्याङ्क यू एभ्रीबडी फर दिस सरप्राइज।